साथीहरू च्याम्पियन यत्तिकै बनिँदैन साथीहरू। च्याम्पियन बन्नको लागि कडा तापक्रमबाट सुन जसरी पगालिन्छ त्यस्तो पग्लिने खालको तापक्रमबाट जानुपर्छ साथीहरू। च्याम्पियनलाई मतलब हुँदैन साथीहरू च्याम्पियनले कति गोल खान्छ भन्ने कुरोको। च्याम्पियनलाई मतलब हुँदैन साथीहरू फर्स्ट हाफ कसले जित्छ भन्ने कुरोको। च्याम्पियनलाई मतलब हुँदैन साथीहरू कतिवटा पेनाल्टी मिस हुन्छ भन्ने कुरोको साथीहरू। च्याम्पियनलाई मतलब हुन्छ, के मतलब हुन्छ भन्दाखेरि च्याम्पियनलाई 90 मिनेटमा कसले धेरै गोल हान्छ, टाइम सकिँदा फुल टाइम सकिँदा कसले धेरै गोल हान्छ त्यो कुरोको मात्र मतलब हुन्छ साथीहरू। च्याम्पियन 80 मिनेटभरि नराम्रो खेलुन्, इजिप्टका मम्मीहरूले च्याम्पियनलाई घुमाई घुमाई पिरामिड मुडी हालुन् साथीहरू 80 मिनेटसम्म। तर जब च्याम्पियन खेल्न थाल्छ साथीहरू त्यसपछि खेलाडीहरूको मम्मी भन्छ साथीहरू। मम्मी मम्मी डम्मी सबै कुरा भन्छ साथीहरू। वाट अ गेम साथीहरू। के हेर्दैछौँ हामी यो वर्ल्ड कपमा। ओहो एज अ मेस्सी फ्यान साथीहरू यो गेममा सबै कुरा थियो साथीहरू। डर थियो, त्रास थियो, डिसअपोइन्टमेन्ट थियो साथीहरू, खुसी थियो, उत्साह थियो, उमङ्ग थियो साथीहरू, होप थियो, सब कुरा थियो साथीहरू, सब कुरा थियो। लास्टमा त यो गेम जितिसकेपछि अर्जेन्टिनाको प्लेयरहरू देख्दा यो गेम इमोसनल पनि थियो साथीहरू। एज अ अर्जेन्टिना फ्यान यो गेम इमोसनल पनि थियो साथीहरू। एब्सोल्युट ड्रामा साथीहरू, एब्सोल्युट ड्रामा। हामीले सोचेको थिएनौँ यो गेम यस्तो खतरनाक त्यही भएर कुनै पनि फिफा वर्ल्ड कपको गेमलाई अन्डर इस्टिमेट नगरौँ साथीहरू। अबबाट हामीले धेरै गरिसक्यौँ। हामीले ग्रुप स्टेजमा गऱ्यौँ साथीहरू, हामी फेरि त्यहाँ पनि सरप्राइज भयौँ। हामीले राउन्ड अफ 32मा गऱ्यौँ साथीहरू, हामी त्यहाँ पनि सरप्राइज भयौँ। हामीले राउन्ड अफ 16मा पनि फेरि गऱ्यौँ साथीहरू गेमहरूलाई अन्डर इस्टिमेट, तर हामी फेरि सरप्राइज भयौँ साथीहरू। हामी चकित भयौँ, चकित। हामी हेरेको हेरै भयौँ साथीहरू, हेरेको हेरै। वाट अ गेम साथीहरू, वाट अ गेम। ओहो डरको माहौल थियो साथीहरू, डरको माहौल। तर त्यो डरको माहौललाई चिरेर साथीहरू मेस्सी नामको एक दानव, एक भगवान साथीहरू, गोट साथीहरू, गोट साक्षात भगवानले साथीहरू हामीलाई आज यो दुःखबाट मुक्त गरे साथीहरू, यो पीडाबाट जोगाइदिए साथीहरू। 80 मिनटसम्म जुन पीडा थियो साथीहरू, गेम सुरु भएदेखिको पीडा हो साथीहरू। गेम राम्रोसँग स्टार्ट भएको बिस्तारी आनन्दले कामली, तर इजिप्ट वेयर टु गुड साथीहरू। दे डिजर्भ साथीहरू, दे डिजर्भ टु स्कोर 2 गोल साथीहरू। अनलक्कीली एक गोल यता फल भएको कारणले गर्दाखेरि डिसअलाउ भयो, विच इज भेरी स्याड फर देम, विच इज भेरी स्याड। जुन कुराको डिसअपोइन्टमेन्ट इजिप्टमा पछिसम्म देखिरहेको थियो, जुन कुराले गेम पनि चेन्ज गर्यो साथीहरू, एक तरिकाले गेम पनि चेन्ज गर्यो। किनभने इजिप्ट 3-0 को अपमा हुन्थ्यो भने अर्जेन्टिनाले यो कमब्याक गर्न सक्दैन थियो साथीहरू। त्यो इम्पोसिबल थियो। मलाई त 2 पनि इम्पोसिबल थियो जस्तो लाग्दै थियो साथीहरू। तर जबसम्म साथीहरू यो अर्जेन्टिनाको जर्सी लाएर जर्सीमा 10 नम्बर छापेर मेस्सी फिल्डमा छ साथीहरू, जे पनि पोसिबल छ साथीहरू। सेकेन्ड गोल, इजिप्टको सेकेन्ड गोल वाज त्योभन्दा दामी साथीहरू। सेकेन्ड गोल वाज बबाल, सेकेन्ड गोल वाज एब्सोल्युट ब्युटी साथीहरू। वाट अ रन। काउन्टरमा यो टिमले यस्तो समातिरहेको थियो अर्जेन्टिनाको डिफेन्सलाई। अर्जेन्टिनाको मिडफिल्ड कम्प्लिटली डेड थियो साथीहरू। 80 मिनटसम्म कम्प्लिटली डेड थियो। सब्स्टिट्युसन अल्सो वर्कड। अब सब्स्टिट्युसनको चाहिँ के हुन्छ कुरा भने गेम जित्यो भने सब्स्टिट्युसनले काम गर्यो भन्ने कुरो बुझिन्छ साथीहरू, गेम जितेन भने सब्स्टिट्युसनले काम गरेन भन्ने कुरो बुझिन्छ। लाउटारो मार्टिनेज हैज अ डिसेन्ट गेम साथीहरू। हुलियन अल्भारेज अल्सो हैज अ, सुरुमा त ब्याड गेम गइरहेको थियो, सर्टहरू लिइरहेको थिएन, बट त्योभन्दा बाहिरको इम्प्याक्ट हुलियन अल्भारेजको एकदम थियो यो गेममा। ऊ फिल्डमा देखिरहेको थियो, ऊ बलमा आइरहेको थियो। तर द वे दिस इजिप्ट डिफेन्डेड साथीहरू, यो सानो टिमहरूले साथीहरू ज्यान दिएर आफ्नो शरीरभित्र भएको हरेक इति थोपा शक्ति प्रयोग गरेर साथीहरू डिफेन्ड गरे।
अलमोस्ट इम्पोसिबल थियो साथीहरू यो कमब्याक अलमोस्ट इम्पोसिबल थियो साथीहरू कसैले सोचे थिएन होला ओहो हो जो यो म्याचको लागि हेट वाच गर्न बसे थिए साथीहरू जो अर्जेन्टिनाले हारोस् भनेर यो म्याच हेर्दै थियो उनीहरूलाई के बित्यो होला उनीहरूमाथि साथीहरू के बित्यो होला त्यसको हिसाब छैन साथीहरू त्यसको हिसाब गर्न पनि नखोजौँ साथीहरू वाट अ गेम यो क्लब फुटबलमा पोसिबल छैन साथीहरू यो मजा यो इन्टेन्स यो गेमभित्रको इन्भल्भमेन्ट साथीहरू हाम्रो एज अ फ्यान हामी कति धेरै इन्भल्भ हुन्छौँ यो गेमहरूमा यो क्लब फुटबलमा पोसिबल छैन साथीहरू यो इन्टरनेसनल फुटबल यो वर्ल्ड कपमा मात्र पोसिबल छ स्पेसल्ली वर्ल्ड कपमा मात्र साथीहरू ओहो अनि यो वर्ल्ड कपमा कुनै पनि यस्तो टिम छैन कि जो नकआउट खेल्दैछ त्यसलाई चाहिँ सानो टिम भनेर नहेपौँ साथीहरू माई गड मेस्सी सेभ्ड अस साथीहरू मेस्सी सेभ्ड अस मेस्सी वाज द डिफरेन्स एट द एन्ड मेस्सी वाज द डिफरेन्स द्याट्स इट अर्जेन्टिना र जोसुकैसँग अर्जेन्टिनाले खेलोस् मेस्सी विल बी डिफरेन्स आफ्नो ठाउँमा छ हि मिस्ड पेनाल्टी द्याट वाज अ ब्याड पेनाल्टी लियोनल मेस्सीको पेनाल्टीको ऊ चाहिँ ट्याली चाहिँ राम्रो छैन साथीहरू जब मेस्सीले पेनाल्टी लिनलाई बल लिएर जान्छ साथीहरू मुटु ढुक 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 हुन्छ साथीहरू त्यो तपाईँको नि हुन्छ त्यो मेरो नि हुन्छ त्यो मेस्सीको नि हुन्छ साथीहरू हामीले देख्यौँ साथीहरू 2टा पेनाल्टी मिस भइसक्यो यो यही वर्ल्ड कपमा ओहो सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी पनि मेस्सी नै हो साथीहरू वर्ल्ड कपको यो एउटा रमाइलो कृतिमान रहेछ साथीहरू मेस्सीको एउटा रमाइलो रेकर्ड रहेछ के भन्ने साथीहरू यो गेमको बारेमा रमाइलो एज अ अर्जेन्टिना फ्यान त यो गेम त ओहो जसरी यो गेम इन्ड भयो साथीहरू जसरी 80 मिनटमा इजिप्टको खेलाडीको मम्मी बन्यो साथीहरू पिरामिड मुनि जसरी इजिप्टका खेलाडीहरू धसिए त्यो हेर्न लायक थियो साथीहरू ओहो यो गेममा सबै कुरा थियो साथीहरू धक्का मुक्की हान बाजा बाज रेड कार्ड तर अन फिल्ड होइन बाई अफ फिल्ड थियो साथीहरू कोचिङ स्टाफ हाम्रो इजिप्टको एउटा कोचिङ स्टाफले रेड कार्ड येल्लो कार्ड एभ्रिथिङ फाउल गोल क्यान्सल साथीहरू कम ब्याक ओहो वाट अ गेम साथीहरू जसले यो मिस गर्यो साथीहरू जसले यो गेम मिस गर्यो के भन्नु म त्यसलाई यो गेम फेरि रिपिटमा हेर भन्न चाहन्छु त्यति मात्र भन्न चाहन्छु साथीहरू यो गेम अर्जेन्टिनाको लागि साथीहरू यो वर्ल्ड कप डिफाइन गर्न सक्ने गेम हो साथीहरू यस्तो गेमहरूले च्याम्पियनहरूलाई ऊर्जा दिन्छ साथीहरू यस्तो गेमहरूले च्याम्पियन बनाउँछ साथीहरू यस्तो गेमहरूले च्याम्पियनलाई साथीहरू सेभ गर्छ यस्तो गेमहरूले च्याम्पियन बनाउँछ त्यो गेम आज अर्जेन्टिनाले खेल्यो इट वाज अ ब्याड गेम साथीहरू इट वाज अ ब्याड गेम अर्जेन्टिनाको साइडबाट इट वाज अ ब्याड गेम बिकज डिफेन्सिभली स्पेसल्ली डिफेन्सिभली अनि मिडफिल्डमा इट वाज अ भेरी ब्याड गेम तर एट द एन्ड इट डजन्ट म्याटर के म्याटर गर्छ भने को जाँदैछ अर्को राउन्डमा कसले खेल्दैछ क्वार्टर फाइनल साथीहरू बबाल मजा आयो दिस इज पिक फुटबल साथीहरू